मृतकहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, मृतलोकमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्। तर हामी त अहिले र सदा सर्वदा परमप्रभुको स्तुति गर्दछौँ। परमप्रभुको प्रशंसा गर, हामी सबैले मनपर्छ। आमेन। के भन्दछ भने मृतकहरूले त परमप्रभुको प्रशंसा गर्दैन, मृतलोकमा बसेका मानिसहरूले त परमप्रभुको प्रशंसा गर्दैन। तर हामी प्रशंसाको योग्य जो परमेश्वर हुनुहुन्छ, जसले चाहिँ सर्वोच्च स्वर्ग र पृथ्वीलाई उहाँले सृष्टि गर्नुभयो, कुनै सृष्टिकर्ता परमेश्वरको हामीले प्रशंसा गर्नको निम्ति आज हामी परमेश्वरको नामलाई घोषणा गर्नेछौँ। सबै कुराको योग्य कि यो प्रभु तपाईको देशका उच्च अधिकारीहरूको काम गराउँछौँ। सही निर्णय गरेर सही तरिकाले चलाउनको लागि सही व्यक्तिहरूलाई त्यो ठाउँमा कि तपाईँको आज राष्ट्रमा प्रभु भ्रष्टाचार, विभिन्न व्यक्तित्वहरू, विभिन्न अनैतिक कामहरू भइरहेको छ। हालेलुया 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 हालेलुया। परमेश्वरलाई महिमा भएको होस्। विशेष गरी सर्वशक्तिमान परमप्रभुलाई म यो समयको निम्ति हृदयदेखि धन्यवाद भन्न चाहन्छु। छैन ईशु बाहेक बचाएको अरू कोहीले, मेरो हृदय जितेको छ उनको जिउँदो वचन साँचो बोलीले। छैन ईशु बाहेक बचाएको अरू कोहीले, मेरो हृदय जितेको छ उनको जिउँदो वचन साँचो बोलीले। गाउँछ मेरो मनले यीशुको जीवन, प्रेमको कथा सबलाई सुनाउँछ यो जीवनले। हो लाई गाउँछ मेरो मनले यीशुको जीवन, प्रेमको कथा सबलाई सुनाउँछ यो जीवनले। भरिएको छ आज मेरो मन स्वर्गीय शान्तिले, परिवर्तन गर्नु भो मलाई ख्रिस्टले आफ्नो प्रेमको शक्तिले। भरिएको छ आज मेरो मन स्वर्गीय शान्तिले, परिवर्तन गर्नु भो मलाई ख्रिस्टले आफ्नो प्रेमको शक्तिले। लाई गाउँछ मेरो मनले यीशुको जीवन, प्रेमको कथा सबलाई सुनाउँछ यो जीवनले।
सबै थोकलाई बिर्सी आराधना ख्रीष्टको गर्नेछु उनको प्रशंसामा आनन्दले हृदय खोली नाच्दै गाउनेछु सबै थोकलाई बिर्सी आराधना ख्रीष्टको गर्ने